नम्बरबाट त्यो खोल्चोबाट पारिपट्टिको क्षेत्रबाट प्रदेशको सांसद जिते मौदाबाट यता लक्ष्मणजीले जित्नु भएको यहाँ टोकबारजीले जित्नु भएको है। अब टाढाको मान्छे होइन, लगभग धेरै कुराहरू तपाईँ चिर परिचित हुनुहुन्छ। मण्डन देवपुरको कार्यक्रममा मलाई लाग्छ 50-51 सालदेखि कार्यक्रममा कहीँ पनि कुनै पनि पार्टीका गतिविधिहरू कार्यक्रमहरूमा छुटेको मान्छे होइन। मैले धेरै लामो भन्नुपर्छ जस्तो लाग्दैन। अब विकास निर्माण र हाम्रा समस्याका बारेमा अब मलाई तपाईँहरूले जिताएर पठाइसकेपछि एउटा मान्छे बढ्यो, यता टोकबारजी हुनुहुन्छ, लक्ष्मणजी हुनुहुन्छ, म तिनवटा हुन्छु। यहाँको समस्यालाई सम्बोधन गर्ने गरी तपाईँहरूको भावना अनुसार काम गर्ने कुरामा कुनै कन्जुसाइ हुँदैन, हामी त्यो काम गर्छौँ। अब काम गर्ने कुरामा अघि उहाँ दाइले भन्नुभयो अहिले हामी चुनाव जितौँ त्यसपछि नजिती जिम्मेवारीमा नपुगिकन काम गर्न सकिँदैन, सत्य कुरा थियो होइन। अब म एकपटक गाविसको अध्यक्ष भए राम्रो काम गरिस् भने त्यहाँ गाविस बनाए जस्तै गरी राम्रो गर त राम्रो गर भनेर प्रदेशमा 74 मा जिताउनु भयो, त्यहाँ पनि राम्रै गरे हुनाले अब अहिले सङ्घमा उठ्ने परिस्थिति, सङ्घको उम्मेदवार छु। अब सङ्घको उम्मेदवारको हिसाबले मैले गर्न सक्ने चिजमा कुनै तपाईँहरूप्रति कन्जुसाइ हुने छैन। हामी मिलेर यो समस्याको समाधान गर्छौँ। तपाईँहरूका आधारभूत आवश्यकताहरू अब यहाँको के समस्याहरू छन् ती समस्याहरूलाई सम्बोधन गर्ने कुरामा हामीले मिलेर काम गरौँला, त्यसमा समस्या छैन। अब कानुन निर्माण गर्ने कुरामा कतिपय सङ्घ प्रदेश र स्थानीय तह र सङ्घ बिचको चाहिँ साझा सूचीमा रहेका कानुनहरू बन्न बाँकी छ। ती कानुन बन्दा जनताको हितमा हुने गरी हाम्रो कुरा उठाउँछौँ। यहाँका समस्याहरू संसदमा लिएर गएर सङ्घीय संसदमा आवाज उठाउने काम हामी गर्छौँ। यति कुरा तपाईँहरूलाई भने। र अर्को चिज अन्तिममा मेरो एउटा के कुरा हो भने प्रतिबद्धता, तपाईँहरूले भोलि मत हालेर जिताएर पठाउनुहुन्छ, तर हाम्रो मत चाहिँ गलत ठाउँ युज भएछ भनेर 5 वर्ष महसुस नगराउने गरी म काम गर्छु। यति कुरा चाहिँ म तपाईँहरूलाई प्रतिबद्धता व्यक्त गर्छु। धन्यवाद। अब मैले यति कुरा तपाईँहरूलाई भने, लामो मैले केही भन्नु छैन। अब 2-3 अब यो चाहिँ हामी चाहिँ हाम्रो काम भनेको कानुन निर्माण गर्ने पनि हो र जनताका अरू समस्याहरू पनि समाधान गर्ने हो। र कानुन बनाउँदाखेरि नै विधिमै जस्तै कति पैसासम्मको बजेट चाहिँ वडाले गर्ने, कति पैसासम्मको पालिकाले निर्णय गरेर गर्ने, कति पैसासम्मको प्रदेशले गर्ने, कति पैसासम्मको बजेट चाहिँ सङ्घले गर्ने भनेर वर्गीकरण गर्ने हो भने वास्तविक धेरै समस्याको समाधान गर्न सक्छ। यो पटक साझा उम्मेदवार जस्तै हो भने बुझ्नुभयो नि, सबैले भोट हालिदिएर जिताइदिने, सबैलाई यो पार्टीको होइन जनताको प्रतिनिधिको रूपमा काम गर्ने, सबै जनताको। मैले जित्दाखेरि सबै पार्टीले जित्नुहुन्छ है। अहिले अरू जित्दाखेरि चाहिँ आफ्नो मात्रै पार्टी जित्नुहुन्छ, म जित्दा चाहिँ सबै जित्नुहुन्छ। करिब त्यस्तो चाहिँ छ। नेरको नदीको सधैँ हिँड्ने सधैँ उगार्नेलाई केही हुने नहिँड्ने र मत हालेर आनन्द मेरो पार्टी भनेर घरमा बस्नेलाई केही पनि नहुने चाहिँ भइछ। अहिले पनि भइरहेछ। पुछार लाएर हिँडे त्यसलाई जे पनि भइछ। अनि चुप लाएर बस्यो भनेदेखि समग्रमा त्यो गयो भनेदेखि 57 सालदेखि अहिलेसम्म बाबा विधाता लौ न मेरो प्रभु भनेर मैले भनेको मन्दिर